आयो 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 टिभी यता मिलाउ त ब्ल्याक एन्ड व्हाइट पो छ त अन्त ब्ल्याक एन्ड व्हाइट हो नि ब्ल्याक एन्ड व्हाइट है अलिकति हेलो गाइस दर्शक नमस्ते आज भने चाहिँ म यहाँ तल रानीवन आइपुगेको छु है रानीवनमा चाहिँ म के चाहिँ अचम्बित एउटा कुरा देख्यो भन्दा चाहिँ है यहाँ चाहिँ ओल्ड है पुरानो चिजहरू चाहिँ यहाँनिर चाहिँ है घरमा चाहिँ एउटा कलेक्सन गरेर राखेको रहेछ र तपाईँहरूलाई म देखाउन मेरो युट्युब मार्फत देखाउन गइरहेको छु है चाहिँ तपाईँलाई है यहाँनिर रानीवन भन्दो रहेछ होइन यहाँनिर आउँदाखेरि चाहिँ मैले अस्ति पनि देखेको थिएँ है यहाँनिर चाहिँ पुरानो चिजहरू कलेक्सनहरू गरेर राख्नु भएको रहेछ है तपाईँले चाहिँ यो कहिलेदेखि चाहिँ राख्नु भएको होला यो झन्डै नभनेको नि 4-5 वर्ष भयो 4-5 वर्ष भयो है हजुर तपाईँले चाहिँ कहाँ गाउँतिर खोज्नु भएको कि गाउँतिर भन्दाखेरि पनि कतिजनाले मलाई ल्याएर दिन्थ्यो अन्त कति चाहिँ कति त्यो झापडावालातिर किनेर ए हजुर ए तपाईँ शुभ नाम चाहिँ मिलन रुदुम है ए तपाईँले अब यहाँनिर यस्तो पुरानो चिजहरू राख्नु भएको रहेछ होइन यहाँनिर धेरै मान्छेहरू पनि आउनुहुन्छ होला है हेर्नुको लागि प्राय आइबस्छ ए बाटोबाट हजुर कतिजना फोटोसोटो पनि खिचेर लान्छ यहाँबाट है चाहिँ तपाईँलाई धेरै वर्ष लाग्यो होला नि है यत्रो सामानहरू कलेक्सन गर्नुको लागि है 4-5 वर्ष ज्यादा लाग्यो 4-5 वर्ष ज्यादा लाग्यो नि है अब हामीले अब सानसानो हामी बालकाल हुँदाखेरि अब यस्तो यो सानसानो यो यस्तो यो क्यामेराहरू भयो होइन वाकम्यानहरू है खेलाएको होइन तपाईँकोमा यहाँ आइपुग्दाखेरि चाहिँ अब एउटा सानोको एउटा हुन्छ नि एउटा त्यस्तो एउटा फिल हुँदो रहेछ कि है त्यो भएर नि है तपाईँले चाहिँ कतिवटा किन्नु भएको होला नि त है कतिवटा किनेको कतिवटा चाहिँ मान्छेहरूले नै ल्याएर दिएको ए यो एन्टिनावाला है पहिला चन्द्रकान्ता आउने डिटिभी के भन्थ्यो नि दूरदर्शनहरू है नेपालको च्यानलहरू आउँथ्यो नि है पहिला यो एन्टिनातिर यत्रै बिघ्न कलेक्सन गरेर राख्नु भएको छ तपाईँले है थुम्चीहरू यस्तोहरू हेर्नुहोस् होला तपाईँहरूलाई चाहिँ म हेर्ने चाहिँ आज चाहिँ पुरानो एकदम ओल्ड सामानहरू चाहिँ यहाँ कलेक्सन गरेर चाहिँ राख्नु भएको रहेछ होइन तपाईँहरूलाई देखाउन गइरहेको छु हेर्नुहोस् त यहाँनिर चाहिँ यसमै चराको गुड है लाग्नेछ हेर्नुहोस् होला यहाँनिर चाहिँ यस्तै ओखली झ्यातीहरू पनि छ होइन हेर्नुहोस् होला यहाँनिर चाहिँ यस्तो उहिलेको सामानहरू है यहाँ चाहिँ यस्तो कलेक्सनहरू गरेर राखेको छ हेर्नुहोस् यो खालको चप्ली तपाईँहरूले पनि लाउनु भएको होला यहाँ पशुपति पड्काउँदै है किलो छिटेको यो खरौटो होइन तपाईँहरूलाई एकदम पुरानो याददास्तहरू आउँछ यस्तो यो भिडियोहरू देख्दाखेरि चाहिँ तपाईँलाई कस्तो लाग्यो यहाँनिर आउँदाखेरि एकदम धेरै भन्नुपर्दा चाहिँ अब पहिला हाम्रो बाल्यकालको याद आयो है हजुर अब हामीले पनि यो बाल्यकालमा चाहिँ यो सबै कुराहरू खेलेको हजुर मलाई चाहिँ अलिकति धेरै नै रमाइलो लागेर आयो हजुर एकदम रमाइलो है यहाँनिर रमाइलो लाग्यो हजुर हजुर तपाईँलाई चाहिँ कस्तो लाग्यो एकदम मलाई पनि क्यामेरा झार्यो नि तपाईँले राम्रो लाग्यो है क्यामेरा चाहिँ यहाँ रहेछ नि त झन् झरेछ नि क्यामेराम्यान चाहिँ यहाँ रहेछ हो सस्तो छ यो एन्टिना देख्दाखेरि चाहिँ हामीले पहिला दूरदर्शन शक्तिमान फिल्महरू आएको होइन आयो 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 टिभी
यहाँ त मिला त ब्ल्याक एन्ड व्हाइट पो छ त अन्त ब्ल्याक एन्ड व्हाइट हो नि ब्ल्याक एन्ड व्हाइट है अलिकति अलिकति आयो 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 छोड्दै छोड्दै आयो 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 फाउरस चाहिँ यहाँ चाहिँ म त के सार्क प्लान्ट रहेछ सार्क प्लान्ट हुन्छ बाई बाई